हेलो नमस्ते साथीहरू सबैजनालाई म बिमला घरती मगरको तर्फबाट तपाईहरुलाई मेरो ब्लगमा स्वागत गर्दछु। आज चाहिँ हामी बिहेको पार्टीमा जाँदैछौँ। मेरो दिदी भेनाको बिहेको पार्टी छ आज, सो त्यही जाँदैछौँ साथीहरू। राष्ट्र ब्याङ्कमा पनि आगो लगायो। कति ड्यामेज भयो के भयो माथि आगो टर्सिन त्यो भेना जाने भिडियो है सेल रुडी यस्तो मिठो छ पकौडा। सेल रोटी, अचार, प्राउन्स, आज चाहिँ हामी बिहेको नमस्ते गरिदिनुहोस्, नमस्ते गरिदिनुहोस्, नमस्ते लाई स्वागत गर्नको लागि चाहिँ यसरी फुल लिएर बसेको छौँ दिदी भेनालाई। ल हेर्नु साथीहरू, दुला दुलहीको इन्ट्री भएको छ। ल तपाईहरुले हेर्न सक्नुहुन्छ। मेरो दिदी यति राम्रो देख्नु भएको छ अनि भेना पनि ह्यान्डसम देख्नु भएको छ। उहाँ चाहिँ दिदीको बाबा, मेरो काका हुनुहुन्छ र पाहुनाहरूलाई र जन्तीहरूलाई यसरी स्वागत गरिदिन्छ। उहाँ चाहिँ दुला दुली हुनुहुन्छ र एकदमै खुसी लाग्यो पाहुनाहरूलाई हामीले यसरी स्वागत गर्न पाउँदा। र दाइहरूले पनि एकदम राम्रोसँग बाजा बजाउनु भएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरू। सनाई बाजा, ढोलकी के हो थाहा भएन मलाई अरू त। र दिदीलाई चाहिँ स्टेजमा लगेर राखिँदैछ। अब चाहिँ प्रोग्राम स्टार्ट हुन लागेछ साथीहरू। आफन्तहरूले भेटघाट र आशीर्वाद दिनको लागि एकदम रेडी हुनुहुन्छ दिदी। र कङ्ग्रेचुलेसन्स दिदी भन्न चाहन्छु यही भिडियो तर्फबाट। अब हामी फुल लिएर फुल दिन जाँदैछौँ दिदी, होइन? फुल दिन जाँदैछौँ, होइन? फुल दिन जाँदैछौँ। ल हेर्नु होला हाम्रो कपाजन पुरै सबै उस भएछ। राम्रो भएको छ त। म यता बसेको छु हजुरसँग कता काम
एक्लै रोइन्छु है। मलाई मेरो खुसियालीमा हाम्रो छोरी भान्जाको बिहाको खुसियालीमा यो सेलिब्रेसनमा यहाँहरूले साथ दिनुभयो, जोइन हुनुभयो। मलाई एउटा भिन्नै खालको धन्यवाद दिँदै र पुन आज छोरी बिनाका पुन र हेमन भान्जालाई आशीर्वाद दिनु भने यहाँ उपस्थित सम्पूर्ण पाहुनाहरूलाई मेरो पनि म डुलेको माइली आमाको तर्फबाट हृदयदेखि नै स्वागत अनि नमस्कार छ। र आज टाढाबाट युकेको अमूल्य समयलाई नष्ट गरेर यहाँ उपस्थित हुने सम्पूर्ण हाम्रो भान्जा भान्जीको आज हजुरहरू भगवान रूपी नै हो, किनभने हजुरहरूले आशीर्वाद दिन आएको भगवानले दिनुहुन्छ भने जस्तै हजुरहरूले दिनुहुन्छ। त्यस म अटल र अमर होस्, यही छ मेरो शुभकामना। मैले भगवान र कुलपित्रसँग 2 हात जोडी गर्दैछु कामना। मैले भगवान र कुलपित्रसँग 2 हात जोडी गर्दैछु के अरे कामना। तिमीहरूको दाम्पत्य जीवन सधैँ तिमी दुवैलाई धेरै धेरै शुभकामना, तिमी दुवैलाई धेरै धेरै शुभकामना। धन्यवाद। कस्तो लाग्यो सबै खबर खेल्नु जान्छ भने राम्रो लाग्यो। हेलो आमै यता ल काकी हेलो ल आउनु है। आजको हाम्रो खाना 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 मिठो छ ल यहाँ पनि छ हाम्रो धेरै धन्यवाद। यो आँखा कमजोर यताउति होइन त्यो छँदैछ, त्यही पनि म आफूलाई चाहिँ धेरै भाग्यमानी ठान्छु, किनभने मैले एकदमै बाबा आमा मेरो प्यारेन्ट्स एकदमै राम्रो पाएँ अनि मैले एजुकेसन पाएँ होइन। अनि मेरो बाबा एकदमै लिबरल, एकदमै उहाँ लाउरे भएर पनि हामीले कहिले पनि नियममा राख्नु भएन, फ्रिडम दिनुभयो, एजुकेसन दिनुभयो। त्यहाँ आई एम अलवेज प्राउड अफ माई प्यारेन्ट्स। त्यसै मेरो दाई भाउजू सम्पूर्ण मेरो माइती मैले एकदमै राम्रो पाएँ। हेमनलाई पनि मेरो हस्बेन्डलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने मलाई आज साथ दिएर यो दिन दिनुभयो, यो खुसी दिनुभयो होइन। यति रङ्गीन छ थाहै थिएन, मलाई चाहने धेरै एउटै छ थाहै थिएन। थ्याङ्क यू। हजुरको आशीर्वादको अगाडि, हजुरको सामु अगाडि हामी प्रगति गरेको देखाउन पाउँ। धेरै धेरै धन्यवाद। थ्याङ्क यू। अब भने यहाँहरूको अगाडि एउटा सानो नानीहरूको एउटा पर्फर्मेन्स। ठुमक ठुमक जब हिट जाए तू पहाड़ी बाटो